बडा खै देखाउनु त हाम्रो चाहिँ आइफोन भयो भने आइफोन छ होइन मलाई विदेश जस्तो फिल हुन्छ क्या पुरै पखाइलो के छुट्टै टिकट यस्तो छ यार यही देखाउनलाई नै यसरी नेपाली मार्केट गाइज चाहिँ उनीहरू होइन बबाल देखिरहेको छ यता चाहिँ दोही पासी पनि छ है हेलो फ्रेन्ड वेलकम ब्याक टु माई न्यू भिडियो के चली चली सबैजनाको सो हामी चाहिँ अब काम ड्युटी सकेर रुममा आएर यसो नुहाइ गरेर भनेको म चाहिँ नयाँ नै केटाहरू चाहिँ नुहाउनु भएको छ क्या दायाहरू अनि नुहाएर अब हामी चाहिँ यसो बजारतिर जाँदैछु हेर्नु नि दाइ कस्तो हिरो भएको छ है दाइ हेर्नु त खतरा देखाएको छ दाइ हिरो अनि अर्को दाइ खतरा के भन्छ अरे मार्केट जाँदैछु होइन हामी तिनजना मिलेर हाम्रो यता भर्खर दाइ सब्सक्राइब गरिदिनु होला उहाँको च्यानललाई पनि नाम के छ अरे कृष्ण सापकोटा @कृष्ण सापकोटा भनेर पनि सब्सक्राइब गरिदिनु होला पनि हाम्रो भ्लगर दाइ हुनुहुन्छ अहिले स्टार्ट गर्नुभएको छ एड स्टार्ट गर्नुहुन्छ एकछिनपछि हामी चाहिँ यता हिँड्दैछु यता हाम्रो आइफोनबाट खै देखाउनु त आइफोनबाट भिडियो बनाउँदै हिँडेको होइन भ्लगको लागि हटाएको कस्तो खतरा देखेको छ आइफोन भनेको आइफोन हो क्या सो हाम्रो चाहिँ आइफोन भयो भने आइफोन छ होइन यो चाहिँ मेरो गाडी मैले अस्ति भर्खर किनेर यहाँ एउटालाई दिएको थियो चलाउन यहीँतिर छोडिदिएछ चाबी यहाँ राखेको खै मलाई नि दिन आएन चाबी आज चाबी दिनु त आउनु पर्छ नि कसरी यार दाइ यार कुन मार्केटमा जानु भएछ यार 1 घन्टा भइसक्यो आउनु भएको छैन हजुर मोबाइल हेर्दै चल्छ त्यस्तै हो फोन ठोकिन पनि सक्छ केही छैन यस्तै छ जिन्दगी के चिज दाइ त्यो उसहरू गर्नु मिल्छ नि फोटोहरू अनि कालो ब्ल्याक एन्ड व्हाइट अनि के भन्छ एफेक्ट त्यहीबाट हुन्छ अब म पनि आइफोन त्यति नचलाएको छु भनेर थाहा होइन यस्तै छ जिन्दगी होइन गाडीहरू पनि हेर्छ है हामी त अब यस्तो गाडी मलाई किन यो रुखको पातहरू यसरी खस्छ नि अनि चाहिँ मलाई विदेश जस्तो फिल हुन्छ क्या पुरै पखाइलो के छुट्टै क्यामेरामा पनि छुट्टै आउँछ क्या यसको त्यही भएर कुनातिर छ नि रुखले अँध्यारो हुन्छ घामै आउँदैन कुन ठाउँमा खै यहाँ गाडीमा म जङ्गलसँग जानेलाई देखेको यस्तो लामो गल्ती होइन अनि रुखले माथिको घामै नआउने त्यस्तो पनि हुन्छ ए के हो भाइ अब साइड यस्तो बाटो रुख अनि रुख त फेरि यस्तो आएको जङ्गल थियो यस्तो बनाइदिनु हुनसक्छ ठुलै हाल्लाइरहेको छ पुरै गाडी टमटममा चढेर जाने होइन आज आइतबार यो अस्तिकै त्यही हेर्नुपर्छ यहाँ त बन्द छ उतैबाट जानुपर्छ होइन यहाँ बन्द छ भनेको पैसा टिकट काट्ने हो कताबाट चढ्ने उहाँ जाने हो 7 नम्बर जानु आउँछ खै मल्टिपल गर्नु त धेरै भयो कति भयो 3 त चार्जर फ्री छ तपाईँले एक अब त्यो टुर गरौँ न कति काट्दो रहेछ अब काठबाट गर्दैछ होइन अब 1 मिनट गर्नु भएन 1% मात्रै रहेछ मेरो चाहिँ कहिलेसम्म रहेछ है कहिलेसम्म 28 तारिकसम्म होइन मेरो मात्र भयो भएन
फाइनली हामी चाहिँ अब टमटममा चढे गाइज होइन यो चाहिँ हाम्रो 28 तारिकको लागि त्यसपछि फाल्दिनहरूले होइन अब कामै छैन अब यता काम भएपछि त उता के काम अर्को बनाउनु पर्छ त्यसपछि केही छैन फ्रीमा हो बनाइदिनु होइन सब मलाई पागल भन्दा हालेर भन्छ त यार है दाइ के छ अब मेरो पनि आइफोनभन्दा खतरा देखिरहेको छ त्यो रियाज बल देखिरहेको छ र आज त क्यामेरा त हे भगवान् दाइ यार तपाईँ यार चस्मा नसके केले सुहाउनु दाइ यस्तो हिरो देखाएको छ तपाईँलाई यार दाइ यार हामी चाहिँ यता बसको टिकट काट्न लागि अटोको है किनभने यहाँ टिकट छैन नि त समाउँछ पुलिस चाहिँ त्यही भएर अब अगाडि गएर चढ्ने नि कहाँ टिकट 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 पायो कति किलो त अहिले फर्मुलामा एक फर्मुला दिँदैन हुन्छ होइन 90 मिनटसम्म हुन्छ अब छिटो काम भएर भयो त्यसमा फर्किनु मिल्छ अब अलिक ढिलो भयो भने फेरि तिनीहरूको आफ्नो टाइमिङहरू चाहिँ अब यहाँबाट पुग्दै यत्रो टाइम लाग्छ यहाँ 45 मिनट लाग्छ अनि यताउति घन्टा डेढ घन्टा गरेर फेरि पन्चिङ गरेर आउनुपर्छ त्यही भएर ख्याल राख्नु होला तपाईँहरू बाटोमा हिँड्दा पनि यहाँको टिकट यस्तो छ यार यही देखाउनलाई नै यसरी दुईचोटि ल्याइन्छ नि ट्याप गर्नुपर्छ पन्चिङ गर्नुपर्छ तपाईँ पनि ख्याल गर्नु होला अब यो चाहिँ अब तपाईँहरूले यो पन्चिङ नगरिकन हिँड्दाखेरि तपाईँहरूले 500 देखि 1000 ल्याइसम्म तपाईँहरूलाई जरिमाना हुन्छ तपाईँहरू बी केयरफुल भएर हिँड्नु होला हाम्रो नेपालमा त टिकट यति लामो ब्याङ्कको चेक भन्दा पनि लामो आउँछ यहाँ त यत्रो विदेश हो नि त होइन र फेरि हामी गाडी चढ्न जान लाग्छ त्यहाँ टमटम त्यहाँ हामी त्यहीँ चढेको अब त्यहीँ अरूले त्यहीँ चढ्ने हो कि किन यहाँ जाँदैछु अब ए त्यहाँ गाडी रोकिएछ अहिले फेरि हाम्रो हामी त्यहाँ पुग्दा प्रत्यै निस्किन्छ फेरि गाडी लामो भिडियो कस्तो गाडी देखियो यहाँ गाइस गाडी हेरौँ न गाडी हेरौँ न कस्तो खालको गाडी रहेछ बाइक है अगाडि 2 पाङ्रे पछाडि 1 पाङ्रे आटोको चाहिँ अगाडि 1 पाङ्रे पछाडि 2 पाङ्रे हुन्छ नि त ल बसौँ गिम्बल हेर्ने भिडियो स्टेबलाइजर बबाल हान्नु लाग्छ गिम्बलले आइफोनबाट त भिडियो चाहिँ खत्रै आउँछ क्या हाम्रो पनि आउँछ खतरा यतिको त कता यता होइन किन हल्लियो अहिले पहिला हल्नु मिलेन होला क्या हेर्ने मोबाइलको चर्चिकाला मोला के भन्छ गिम्बल जम ऊ यहाँबाट यहाँ नेपाली मार्केट भन्नु होइन वेलकम टु मेरो न्यू ब्लगमा हामी आज यो के अरे तपाईँको आज लक्ष्मी पूजा हो त्यही भएर हामी यहाँ आज हो र भोलि होला लक्ष्मी पूजा भोलि हो भोलि लागि भन्नु नि तपाईँ आज भन्नुहुन्छ भोलि भन्नु भोलि लक्ष्मी पूजा
कि तलवारमा है भाइ अस्ति नै के चिज के अस्ति त हामी यता गएको हो के चिज के मार्केट नेपाली मार्केट नेपाली त्यही भन्नु मिल्दैन एसियन अर्को नेपाली मार्केट उमेर माथि छ क्या एउटा बेलुका त्यति धेरै भिड हुने रहेछ मान्छेको यहाँ उता देख्ने ठाउँ हुने रहेछ यहाँ दिउँसो त्यति हुन्न त नेपाली मार्केट गाइज विदेशमा आएर नेपालको झन्ड नेपाली मार्केट सिधै सुके हाम्रो अझै भ्लगर चाहिँ आइफोनबाट होइन हाम्रो चाहिँ छैन नर्मली मोबाइलबाट पम्किन गाइज नेपालको झन्डा पनि देख्न सक्नुहुन्छ नेपाली मार्केट कता तपाईँ यता नछिर तपाईँ कता हो बिर्स्यो के छिरेट आउनु त के चाहियो तपाईँलाई त्यो त अहिले पहिले के किन्नु न त्यो त अहिले लास्टमा किन्ने करेन्ट छ नेपाली तड्का खानु परेन लानु चाहिँ के लाने हो गरम मसला छैन हामी चाहिँ मार्केटमा चाहिँ अब अलिकति सपिङ गर्छौँ सपिङ दियो भनौँ रासन पानी त्यसपछि जान्छौँ हामी चाहिँ नेपाली मार्केटबाट निस्केर झोलाभरि सामान पनि ल्याइयो अब रुमतिर लाग्दैछु बाटो काट्नुपर्छ चाहिँ उनीरियो होइन बबाल देखिरहेको छ यता चाहिँ दोही पासी पनि छ है ल अब हामी चाहिँ रुमतिर लाग्दिएको बाई बाई आजको भिडियो यति नै लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब आवर च्यानल सपोर्ट